फेरि पनि वेलकम छ है साथीहरू मेरो छोटो मिठो मिनी भ्लगमा। मैले बिहान पनि खाना खाएको खाना पकाएको भन्नाले तिनीहरू देखाएको थिएँ नि। त्यति बेला मैले भनेको थिएँ म खेत जाने बाटो पनि देखाउँछु, बाँदर लखट्न जाने भनेर मैले तपाईँलाई भनेको थिएँ नि। त्यही भएर म बाँदर लखट्न आएको छु हैन। हाम्रो खेत जाने बाटो चाहिँ है, यो चाहिँ घर जाने बाटो, हाम्रो चाहिँ खेत जाने बाटो है। म खोलामा आइपुगेको छु साथीहरू हैन। बाँदर त मैले एउटा पनि देखाएको छैन। यस्तो जङ्गल छ के हाम्रो, फेरि जङ्गलै जङ्गल छ, हेर्न सक्नुहुन्छ हेर्नु। जङ्गल जङ्गल छ। म चाहिँ एक्लै छु, उता चाहिँ फुपूहरू हुनुहुन्छ, यता चाहिँ म एक्लै छु। हेरौँ है बाँदर देखिन्छ कि नै। पारी मान्छेहरू पनि हुँदो रहेछ। यस्तो छ साथीहरू हाम्रो, यस्तै छ। म चाहिँ खेत आइपुगेँ है। हेर्न सक्नुहुन्छ हाम्रो खेत, हेर्नु यो हाम्रो खेत गहुँहरू छ हैन। हेर्न सक्नुहुन्छ है गहुँ एकदम राम्रो छ। तर के गर्नु, बाँदरले खाइसकेर भ्याइसक्नु लाग्छ। त्यही पनि हरियो भाषा उम्रिया रहेछ हैन, देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ है। हेर्नु यस्तो खतरा छ कि, हेर्नु भ्यू हेर्नु न कस्तो राम्रो छ नि ठाउँहरू। हेर्नु हाम्रो यो खेत है। यहाँ आउन चाहिँ 5 मिनट जति लाग्छ है हाम्रो खेत आउन चाहिँ। मैले सबै भिडियो चाहिँ बनाएँ नि साथीहरू, किनकि मलाई एडिट गर्न पनि आउँदैन नि, त्यही भएर थोरै थोरै बनाएको छु। बाँदर त एउटा पनि देख्दैन हैन। हाम्रो खेतहरू है पनि सब हाम्रो खेत है। यो देखिने हाम्रो खेत है, पारीसम्म छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मम्मीले डराउनी बनाएर राखिदिनु भएको। के भन्छ त्यता आउँदै है, सक्नुहुन्छ। हामी तोरी मसुरो हाम्रो गाउँ त नै हाम्रो खेततिरको गाउँ। कस्तो राम्रो छ नि ठाउँहरू। अहिले चाहिँ म खेतबाट घर जान लाग्यो है साथीहरू। अघि नै बाँदर हेर्न आएको थिएँ त, त्यही भएर। बाँदर चाहिँ छिटो आएको छैन, अहिले 3-4 बजीतिर आउँछ अरे। अहिले चाहिँ ठ्याक्कै म 12 बजेर 8 मिनट जाँदा आएको थिएँ होइन, त्यो अघि नै आएको थिएँ। अहिले चाहिँ घर जाँदैछु। यही हाम्रो घर जाने बाटो चाहिँ यस्तो जङ्गल छ, यही रोड छ। एक्लै छु म चाहिँ हैन। यस्तै छ, धौ भएको छ, रित्ते हिँड्दा पनि धौ हुन्छ, बुढी भइयो क्या। आजको लागि यति है, पछि भेटौँला, बाई बाई।